नमस्कार साथीहरू, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई अटोक्याड सिकाउन गइरहेको छु। यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथै बेल आइकन पनि दबाइदिनु होला। अनि यदि तपाईहरुको साथी पनि कोही अटोक्याड सिक्ने इच्छुक हुनुहुन्छ भने उहाँहरुको सामु पनि मेरो भिडियो शेयर गरिदिनु होला वा मेरो च्यानलको लिंक पठाइदिनु होला। धन्यवाद। त हामी अब भिडियो सुरु गर्दैछौँ। सबभन्दा पहिला अटोक्याडमा हामीलाई कुनै डिजाइन गर्नुभन्दा पहिला हामीलाई सर्टकट किजहरु थाहा हुनुपर्छ। यदि हामीलाई सर्टकट किजहरु थाहा छ भने हामी कुनै काम छिटै गर्न सक्छौं। जस्तै एलबाट लाइन आउनु हुन्छ, जस्तै एक्सेलबाट कन्स्ट्रक्सन लाइन हुन्छ। यो सब हामीलाई अटोक्याड डिजाइन गर्दा यो सब कुराहरु चाहिन्छ। अनि कन्ट्रोल प्लस शिफ्ट गर्दा कपी हुन्छ, कन्ट्रोल प्लस एक्स गर्दा कट हुन्छ। यो कुराहरु तपाईहरुलाई थाहा नै होला यदि तपाईहरु निरन्तर कम्प्युटर चलाउनुहुन्छ भने। कृपया यदि तपाईहरुसँग कपी पेन छ भने यो सब लेखेर नोट गरेर राख्नु होला। यो तपाईहरुलाई डिजाइन गर्दा चाहिन्छ नै। एलबाट लाइन हुन्छ, एक्सेलबाट कन्स्ट्रक्सन लाइन हुन्छ, पीएलबाट पोलिलाइन हुन्छ, आरईसीबाट रेक्टेंगल हुन्छ, एबाट आर्ट हुन्छ, सीबाट सर्कल हुन्छ, बीबाट ब्लक हुन्छ, एचबाट ह्याचिङ हुन्छ। ल त हामी अब डिजाइन सुरु गर्दैछौँ। मानौ हाम्रो जग्गाको चौडाइ छ 40 फिट, लम्बाइ छ 50 फिट। चौडाइ अनि लम्बाइ 50 फिट। अब हामीलाई यो भित्रमा घर बनाउनु पर्नेछ। नगरपालिकाको नियम अनुसार हामीलाई झाल राख्नलाई साइडमा मिनिमम 3 फिट 3 इन्च छोड्नै पर्छ। त्योभन्दा बढी तपाई जति छोड्न सक्नुहुन्छ, तर मिनिमम 3 फिट 3 इन्च छोड्नै पर्छ झाल राख्नको लागि। अनि 4 फिट छोडेर बनाउँदैछ। पछाडिबाट पनि 4 फिट। कन्स्ट्रक्सन लाइन लिनु हामी। तपाईहरु एलबाट थिचेर नर्मली लाइन लिनु होला ताकि सजिलो हुन्छ। टिआरबाट ट्रिम हुन्छ, ट्रिम गर्नलाई। यो लाइन डिलिट गर्नु अनवान्टेड लाइनहरु। घरको लम्बाइ मैले 35 फिट राखेँ। तपाईहरु आफ्नो इच्छा अनुसार राख्नु होला। नत्र प्र्याक्टिस गर्नलाई तपाईहरुले सेम यस्तै पनि राख्न सक्नुहुनेछ ताकि तपाईलाई सिक्नलाई सजिलो पनि हुन्छ। यताबाट काट्दिए। त्यसै गरी हामीले यो साइडको वाल 10 इन्चको राख्नु पर्ने हुन्छ। यो नगरपालिकाको मापदण्ड अनुसार नियम अनुसार हामीलाई मिनिमम 10 इन्चको वाल राख्नै पर्छ साइडको। मैले यो अफसेट लिएर 10 इन्च थिचे। साइडको 10 इन्च वाल भइहाल्यो। पोली लाइन लिएर अब एउटा बीचबाट लाइन तान्छु, सिधा यहाँ कनेक्ट गर्छु। 12 फिटको रुम राख्दैछु। 12 24 36 12 भइहाल्यो। अब हामी बीचको वाल 5 इन्चको पनि राख्दा हुन्छ, 10 इन्चको पनि राख्दा हुन्छ। प्राय मान्छेले 5 इन्चको राख्छ ताकि
घर अलिक सस्तो पनि हुन्छ। यो सबलाई हामी एउटा कपी गरेर अर्को ठाउँमा यहाँ साइडमा राख्दैछौँ ताकि अलिक क्लियरली बुझ्न सकिन्छ। साइडको जग्गाबाट लाइनलाई हामी हटाइदिन्छौँ। यो साइडको ट्रिम गरिदिनुहोस्। सबलाई ट्रिम गरिदियो। अब हामीलाई पिल्लर राख्नुपर्छ। यो नगरपालिकाको नियम अनुसार हामीलाई मिनिमम 1 फिटको पिल्लर राख्नै पर्छ। एल कमान्ड लिएर 1 फिट थिच्नु, सरी 1 फिटको लाइन आइहाल्नु, फेरि 1 फिट थिच्नु, फेरि आयो। इन्टरसेक्ट गरेर जोइन गरिदिनुहोस्। मिस्टेक भयो। यसलाई ह्याच गरिदिनुहोस्। अब हाम्रो ह्याच भयो। यसको कलर चेन्ज गरिदिनुहोस्। सेतो अलिक हेर्न पनि सजिलो हुन्छ। यसलाई कपी गरेर पिलर हामी पुट गर्छौँ। पिलर हामी अर्को साइड पनि राख्छौँ। मैले कपी गरिहालेँ, छिटो हुन्छ। कपी गरेर एउटा यो साइडलाई समात्यो, अर्थ अन गरेर यता आइहाल्यो। फेरि कपी गरेर सेन्टरमा राख्ने एउटा सब सेन्टरमा राखिदियो। त्यसपछि हामी अब मेन गेट बनाउँछौँ। मेन गेट भनेको हाम्रो प्राय 4 इन्चको 4 फिटको हुन्छ। 4 फिट लिन्छौँ। 4 फिट यहाँ आयो। हामी यहाँ लाइन गर्छौँ। टिकट गर्छौँ। यता हामी सिडीको बनाउँछौँ। 10 इन्च लियो। एक, दो, तीन, चार, पाँच, छः, सात, आठ, 8 हुन्छ। बनाइदियो। त्यसपछि एउटा सेन्टरबाट एउटा लाइन लिने। यसो बिचको ग्याप भनेको हामी 5 इन्च राख्छौँ। त्यसको लागि अब 2.5 इन्च लिएर यता दुई साइडमा अफसेट लिएर बनाउने। त्यसपछि यो लाइनमा हटाइदिनु। ट्रिम गरेर यहाँदेखि यहाँसम्म हटाइदिने। त्यसपछि हाम्रो यो सिडी बनिहाल्यो। यो बनाउन भइहाल्यो हाम्रो। त्यसपछि अब यो हलमा छिर्ने। हलमा छिर्नको लागि यहाँ यो पनि एउटा मेनै गेट हुन्छ। यो मेन गेटको लागि हामीलाई
3.5 इन्च 3.5 इन्चको गेट राख्नुपर्छ। 3 फिट 6 इन्च र हाम्रो मेन गेट घरभित्रको मेन गेट भनेको 3 फिट 6 इन्चकै हुन्छ। डिलिट गरिदिनु। यहाँ 4 फिटको टोयलेट बाथरुम बनाउनु पर्छ। चौडाइ भनेको 4 फिट भयो, लम्बाइ भनेको 7 फिट भयो। 5 इन्चको वाल बनाउने भित्र 5 इन्चको बनिहाल्यो। टोयलेटको गेट भनेको 2 फिटको राख्नु। 2 फिट यहाँसम्म आयो। किचनको गेट 3 फिटको राख्नु। अब भित्रको जति गेटहरू हुन्छ सबको चौडाइ भनेको 3 फिट हुन्छ अनि लम्बाइ भनेको 7 फिट हुन्छ। हाइट लम्बाइ या हाइट भनेको 7 फिट हुन्छ। किचनको पनि भयो। यो कोठाको बनाउनु। कोठाको पनि 3 फिटको हुन्छ। यता पनि अर्को पनि साइड 3 फिट बनाउनु। ट्रिम गर्नु। ल हाम्रो प्लान रेडी भयो। यो हाम्रो बरन्डा भइहाल्यो, यो हाम्रो सिँढी भइहाल्यो, यो यताबाट माथि जान्छ। यो हाम्रो हल भइहाल्यो, यो किचन भइहाल्यो, यो टोयलेट भइहाल्यो, यो बेडरुम भइहाल्यो, यो पनि बेडरुम भइहाल्यो। घरको हाम्रो चौडाइ भनेको 32 फिटको चौडाइ छ। लम्बाइ भनेको 35 फिटको। अब घरको एरिया कति हुन्छ एरिया पनि हामी नापिहाल्छौँ। एरिया भनेको तपाईँलाई यहाँदेखि एरिया भनेको हाम्रो 1120 स्क्वायर फिट आइहाल्यो। हाम्रो घरको एरिया भनेको तपाईँलाई पुरै 1120 स्क्वायर फिट आइहाल्यो। अब यसको एलिभेसनहरू कसरी बनाउँछ, सेक्सनहरू कसरी काट्छ, बिमहरू कसरी हाल्छ, त्यो अब नयाँ भिडियोमा तपाईँलाई अर्को भिडियोमा सिकाउने नै छु। तबसम्मको लागि बिदा माग्न चाहन्छु। धन्यवाद।